जब एक व्यक्तिले आफ्नो मरेकी श्रीमतीको नम्बरमा कल गर्छ तब यस्तो कुरा सुन्छ जसले उसको होस उड्छ। यो कहानी हो स्ट्यान बिटनको, जो इङ्ल्यान्डको वेस्ट यर्कसायरमा फोर्कलिफ्ट चलाउने काम गर्दथे। सन् 2003 मा उनले आफ्नी श्रीमती रुबीलाई क्यान्सरका कारण गुमाउँछन्। पत्नीको वियोगले उनलाई दिन रात सताउँछ। एक दिन यत्तिकै रुबीलाई सम्झिराखेको बेलामा स्ट्यानले उनको नम्बरमा कल गर्छन्। त्यहाँ उनले थाहा पाउँछन् रुबीले मर्नु अगाडि भोइस मेसेज छोडेको रहेछन्। त्यो भोइसमेल यति प्यारो हुन्छ उसको लागि कि हरेक दिन सुनेर आफ्नो मनलाई शान्त गर्ने गर्छन्। उनले आफ्नो पत्नीको आवाज गुमाउने डरले कहिले पनि नयाँ फोन र सिम कार्ड फेरेनन्। यस्तै गर्दा गर्दै 11 वर्ष बित्छ अनि एक दिन सधैँ झैँ पत्नीको नम्बरमा स्ट्यानले कल गर्छन्, तर कुनै भोइसमेल हुँदैन। यो कुराले धेरै दुखी हुन्छन् स्ट्यान। वास्तवमा भएको के हुन्छ भने टेलिकम कम्पनीले टेक्निकल अपडेट गर्ने क्रममा एक्सिडेन्टली त्यो भोइसमेल डिलिट भएको हुन्छ। जब यो कुरा कम्पनीसम्म पुग्छ तब कम्पनीले 11 जना इन्जिनियरहरू लगाएर 3 दिनसम्म कठोर प्रयास गरेर त्यो भोइसमेल खोज्छन्। जब त्यो आवाज लिएर कम्पनीका अफिसियल्सहरू स्ट्यानको घर जान्छन् र त्यो आवाजलाई प्ले गर्छन् तब स्ट्यानले आफ्नो आँसु रोक्न सक्दैनन्। भनिन्छ नि, सधैँ सबैलाई पैसा नै अमूल्य हुन्छ भन्ने छैन। कहिलेकाहीँ आफ्नो प्रिय मान्छेको आवाज अर्को एकचोटि सुन्न पाउनु कसैको लागि सबैभन्दा धेरै अमूल्य हुन सक्छ।